ह्याफुल्ला नमो रत्नत्रयाय। यसभन्दा अगाडि हामीले चारवटा वितरागहरूको चर्चा गरिसकेको अवस्था छ र आज पाँचौं वितरागको बारेमा चर्चा गर्न गइरहेको छु। त्यो वितराग हो फणिकेश्वर वितराग। स्वयम्भू पुराणमा चाहिँ फणिकेश्वर वितरागलाई पाँचौं वितराग हो भनिएको छ, जसमा चाहिँ पञ्चमम फणिशैलस्य भन्ने वाक्यांश रहेको छ। अर्थात् पाँचौं सर्प भएको पर्वत भनेर उल्लेख गरेको छ। तर स्वयम्भू महापुराणमा चाहिँ छैटौं वितरागको रूपमा उल्लेख गरेको पाइन्छ। र स्वयम्भू महापुराणले के भन्छ भने फणिवत्याम यत्र सङ्गमे सहस्रधार तीर्थ फणिकेश्वर वैतराग भनेर उल्लेख गरेको छ। अर्थात् जहाँ फणिवती नदीको सङ्गम छ त्यहाँ सहस्रधार तीर्थ छ, त्यही फणिकेश्वर वितरागको रूपमा विराजमान हुनुहुन्छ। र यसरी हेर्दाखेरि सर्प भएको, फणी भनेको मास्तिर फन भएको सर्प, पहाडमा नदी छ त्यही फणिकेश्वर वितराग हो भनिएको छ। यसमा के भनिएको छ भने स्वयम्भू महापुराणमा चाहिँ अब महात्म्य छ, त्यो महात्म्यलाई अलिकति कुरा गरौँ। यो महात्म्य चाहिँ अन्य महात्म्यभन्दा अलिकति जटिल छ जस्तो लाग्छ। किनभनेदेखि त्यहाँको कथाले के भन्छ भने कपिलवस्तुमा ओडियन आचार्य भन्ने थिए। ओडियन आचार्य, अब कपिलवस्तुको चाहिँ ओडियन आचार्य भनिएको छ। यो अलिकति कुरो, अब ओडियन आचार्य भनेको गुरु पद्मसम्भव हुन्, त्यसकारण उहाँ ओडियनका हुनुपर्ने ठाउँमा कपिलवस्तुको भनेर भनिएको छ। त्यसकारण तिनीहरू पनि अलिकति कता कता नमिलेको जस्तो देखिन्छ। तर त्यसलाई म नमिलेको भन्ने पनि एउटा प्रश्न छ। उहाँलाई चाहिँ के भयो भन्दाखेरि स्वयम्भूको दर्शन गर्ने इच्छा जाग्यो र उहाँ यहाँ आउनुभयो र स्वयम्भूको दर्शन गरेर चाहिँ फर्पिङको पर्वतमा गएर बस्नुभयो। अब फर्पिङको पर्वतमा त बस्नुभयो, तर किन बस्नुभयो भन्दाखेरि उहाँलाई चाहिँ अष्टसिद्धि लाभ गर्ने चाहिँ इच्छा जाग्यो। अष्टसिद्धि लाभ गर्ने इच्छा जागेपछि अब उहाँले के गर्न थाल्नुभयो त भन्दाखेरि पक्कै पनि उहाँले वज्रयानको चाहिँ अभ्यासहरूमा तल्लीन हुनुभयो। अब तल्लीन हुने क्रममा यहाँनिर एकदमै डाइरेक्टसँग के लेखेको छ भने त्यहाँ रहेको पोखरीमा धेरै माछा भएकोले यज्ञ कुण्ड बनाई जिउँदो माछाहरू यज्ञ कुण्डमा होम गर्न थाल्नुभयो। यसो गर्दा यज्ञ कुण्डको जमिन फाटेर पानी निस्क्यो र आगो निभाइदियो र जलकुण्ड बन्यो। होम गरिएका माछाहरू रङ्गी बिरङ्गी माछामा परिणत भए। अब यसमा कुरो सक्यो। तर यो कुरो भनेको चाहिँ यतिमा सीमित हुने कुरो छैन भन्नाले त्यहाँ चाहिँ ओडियन आचार्यले के गर्नुभयो त भन्दाखेरि पञ्चमकारको अभ्यास गर्नुभयो। अब पञ्चमकारको अभ्यासमा चाहिँ त्यो अभ्यास एउटा चाहिँ के को अभ्यास भयो भन्दाखेरि मत्स्यको अभ्यास भयो। अब मत्स्यको अभ्यास भनेको के हो त भन्दाखेरि यो एउटा गुह्यतान्त्रिक अभ्यास हो, एउटा अनुष्ठान हो। त्यसकारण गुह्यतान्त्रिक अनुष्ठान गर्दाखेरि त्यहाँनिर कुरो के आएको छ भन्दाखेरि होम गरिएका माछाहरू रङ्गी बिरङ्गी माछामा परिणत भए। त्यसै समयमा कामधेनु आउनुभयो र ओडियन आचार्यलाई तिम्रो अष्टसिद्धि हासिल गर्ने क्रममा कामना चाहिँ तृणको शरणमा गएर उपस्थित व्रत बसेमा पुरा हुनेछ भनेर चाहिँ अन्तर्ध्यान हुनुभयो भनेर भनिएको छ। अब मत्स्य भनेको के हो त भन्दाखेरि पञ्चमकारको एउटा पञ्चमकार मध्येको एउटा म हो मत्स्य। यसले के कुरा गर्छ भन्दाखेरि द्वैतातीत चेतनाको कुरा गर्ने गर्छ।
अर्थात् क्लेशको समुद्रमा डुबेर पनि नफस्ने। अब क्लेशै क्लेश, संसार भनेको त क्लेशै क्लेशको छ, त्यो क्लेशमा फस्ने होइन। जसरी माछा पानीबाट अलग छैन, त्यसै गरी प्रज्ञावान साधकको लागि चाहिँ संसार र निर्वाण पनि अलग छैन भन्ने जुन एउटा चेतना हो, त्यो चेतनालाई चाहिँ द्वैतातीत चेतना भनेर भनिन्छ। वास्तवमा त्यसको अभ्यास नै के हो त भन्दाखेरि पञ्चमकारमा चाहिँ मत्स्य हो। र यसले के भन्छ भन्दाखेरि क्लेश र संसारलाई त्यागेर होइन, त्यसलाई चाहिँ प्रज्ञामा रूपान्तरण गरेर चाहिँ मात्र निर्वाण प्राप्त हुन्छ। र अनासक्त भएर सहज प्रभावित चित्तको प्रतीक नै मत्स्य हो भनिएको छ। त्यसकारण चाहिँ उहाँले पञ्चमकार मध्येको मत्स्यको चाहिँ के गर्नुभएछ भन्दाखेरि त्यहाँ चाहिँ अभ्यास गर्नुभएछ। अब यहाँनिर कुरो के आएको छ भन्दाखेरि त्यहाँनिर चाहिँ कामधेनु आउनुभयो, कामधेनु आएर चाहिँ त्यहाँनिर चाहिँ ल है त्रिरत्नको शरणमा जानु पर्यो र तिमीलाई व्रत बस्यो भनेदेखि तिमीलाई चाहिँ अष्टसिद्धि हासिल हुन्छ। अब काठमाडौँ उपत्यका चाहिँ केमा निर्भर देखिन्छ भन्दाखेरि धेरै जसो चाहिँ अष्टसिद्धि। अब तत्कालीन समयमा भोट र यो नेपाल मण्डलमा चाहिँ विशेष गरेर चाहिँ यो अष्टसिद्धिलाई चाहिँ धेरै नै प्राथमिकता दिएको पाइन्छ। किन त भन्दाखेरि 84 महासिद्धहरूको एकातिर कुरा छ, 84 महासिद्धहरूको कुरा छ। 84 महासिद्धहरूले पनि त्यही अष्टसिद्धिकै कुरा गर्ने र त्यो सिद्धि हासिल गरेपछि मात्रै निर्वाण प्राप्त गर्न सकिन्छ भन्ने खालको एउटा धारणा पनि देखिन्छ। र त्यो प्राप्त गरिसकेपछि ती चाहिँ प्रत्येक पाइलाहरू हुन्, तहहरू हुन्, त्यो तह पार गरेपछि चाहिँ पाइन्छ भन्ने कुरा देखिन्छ एकातिर। अब त्यस पछाडि महापुराण के भन्छ भन्दाखेरि अब उडियन आचार्यले चाहिँ अभ्यास गर्नुभयो र अभ्यास गर्दै 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 जाँदाखेरि चाहिँ अनि धेरै वर्षपछि करुणामय आर्य अवलोकितेश्वरले चाहिँ सर्वनिवारण विस्कम्बी बोधिसत्वलाई बोलाएर चाहिँ अष्टसिद्धिको वरदान दिनु भनेर खटाउनु भयो। अब यहाँनिर सर्वनिवारण विस्कम्बी बोधिसत्व चाहिँ कस्तो हुनुहुन्थ्यो भन्दाखेरि नाकको गहना लगाएको, आधा चन्द्र चाहिँ जटामा भएको। हेर्नुहोस् है, अब यहाँनिर अब सर्वनिवारण विस्कम्बीको स्वरूपलाई हेर्ने हो भने अनि जटामा अर्धचन्द्र सिउरेको, नाकको फडाले छोपिएको, चट्ट नाकको फडाले छोपिएको र पञ्चबुद्धको मुकुट लगाएको। हेर्नुहोस् है यहाँनिर। अब यहाँ के बुझ्नु पर्यो भन्दाखेरि नाकको गहना लाउने त्यहाँ नाक चाहियो, अर्धचन्द्र यहाँनिर चाहिँ जटा छ, जटाधारी छ, जटाधारीमा चाहिँ चट्ट अर्धचन्द्र पनि छ र नाकको फडा माथि छ र अब टोपी भनौँ न मुकुट चाहिँ पञ्चबुद्धको छ भनेपछि पञ्चध्यानी बुद्धहरूको मुकुट लगाएको भनेपछि हामीले चाहिँ एक खालको भनौँ न प्रतिमा लक्षण चाहिँ हामी सजिलैसँग अन्दाज गर्न सक्छौँ। र उहाँ आउनु भएपछि चाहिँ उहाँको साक्षात दर्शन भइसकेपछि आचार्यले चाहिँ स्तुति गर्नुभयो। स्तुति गर्नु भएपछि चाहिँ ल हेर तिमीले चाहिँ अब मांसाहुति गरेर चाहिँ यज्ञ गर। यज्ञको प्रभावले चाहिँ गगन योगिनी प्रत्यक्ष प्रकट हुनु भई तिमीलाई चाहिँ अष्टसिद्धिको वरदान प्राप्त हुन्छ भन्नुभयो। र तत्पश्चात उहाँ चाहिँ मत्स्य आकारको शिलामा तेज छोडेर चाहिँ
अन्तर्ध्यान हुनुभयो। अब यहाँ पनि बुझ्नुपर्ने कुरा छ, मंशावती भन्ने बित्तिकै अब अर्को पञ्चमकार मध्येको मंश भन्ने कुरा आयो। अब मंश भनेको त के हो त भन्दाखेरि मासु हो। मासु आहुति गर्ने र आफ्नो शरीरको मासुलाई काटेर चाहिँ होम गर्नु भन्ने कुरा आयो यहाँ त। तर यो पनि त्यसो होइन, यो पनि गुह्य कुरो भएको हुनाले मलाई के लाग्छ भने यो पनि पञ्चमकारको एउटा अभ्यास हो, एउटा अनुष्ठान हो। यो पनि गुह्याति गुह्य अभिषेक प्राप्त गरेर चाहिँ गरिने के हो त भन्दाखेरि अभ्यास हो। त्यसकारण यो भनेको के हो त भन्दाखेरि मंशावती भनेको चाहिँ इन्द्रिय निग्रह हो। अर्थात् इन्द्रिय निग्रह भनेको चाहिँ के हो त भन्दाखेरि हामीहरूसँग विभिन्न यी 5 वटा इन्द्रियहरू छन्, त्यसका इन्द्रियहरूको चाहिँ आफ्नो आफ्नो विषयहरू छ। त्यो विषयहरूको चाहिँ आसक्ति जो कोहीलाई पनि हुन्छ, तर त्यो विषयको आसक्तिलाई हामीले के गर्नुपर्छ भने हटाउनुपर्छ। उदाहरणार्थ आँखाको विषय वस्तु भनेको के हो त भन्दाखेरि कुनै पनि सुन्दर वस्तु हो। सुन्दर वस्तुप्रति आँखा के हुन्छ भन्दाखेरि जहिलेसुकै आसक्त रहेको हुन्छ। त्यसैले त्यस्तो राग द्वेष र मोह जस्तो क्लेशको चाहिँ रूपान्तरण हुनु पर्यो। आहुति गर्नु भनेको त्यसलाई चाहिँ रूपान्तरण गर्नु पर्यो। त्यो कसरी रूपान्तरण गर्ने भन्दा त्यो क्लेशलाई नै वास्तवमा बोधि ज्ञानमा चाहिँ रूपान्तरण गर्ने एउटा यौगिक प्रक्रिया नै के हो त भन्दाखेरि मंशावती हो, अथवा मांस भनेको मासु भनेको चाहिँ त्यो हो। त्यसकारण यसले के भन्छ भन्दाखेरि क्लेशलाई वास्तवमा वज्रयानी एउटा योग साधनामा चाहिँ के हुन्छ भन्दाखेरि क्लेशलाई चाहिँ दमन गर्ने होइन, त्यसलाई चाहिँ प्रज्ञा र उपायको एकतामा चाहिँ रूपान्तरण गर्नु हो। अर्थात् आसक्तिहरूबाट मुक्त हुनु नै वास्तवमा के हो त भन्दाखेरि इन्द्रियहरूको तृप्ति हो। इन्द्रियहरूको तृप्ति भनेकै त्यही हो। त्यसकारण त्यो मंशावती गर्नु भनेर चाहिँ सर्वनिवारण विस्कम्बी बोधिसत्वले भन्नुभएको कुरा भनेको चाहिँ तिमीले आसक्ति युक्त भएर होइन कि तिमीले चाहिँ आसक्तिलाई चाहिँ के गर्नु पर्यो भने त्याग गर्नु पर्यो। क्लेशहरूलाई चाहिँ बोधि ज्ञानमा चाहिँ रूपान्तरण गर्यो भनेदेखि चाहिँ त्यस बेलामा चाहिँ तिमीलाई गगन योगिनी प्रत्यक्ष प्रकट हुनु भएर चाहिँ तिमीलाई अष्टसिद्धिको वरदान दिनुहुन्छ भनेर चाहिँ उहाँ माछाको आकार को शिलामा चाहिँ तेज छाडेर अन्तर्ध्यान हुनुभयो भनिएको छ। र धेरै वर्ष मंशावती गरेर यज्ञ गरे पश्चात वज्र योगिनी प्रकट हुनु भएर अष्टसिद्धि प्रदान गरेर चाहिँ अन्तर्ध्यान हुनुभयो भनेर भनिएको छ। भनेपछि उहाँले के गर्नुभयो त भन्दाखेरि त्यो क्लेशलाई चाहिँ बोधि ज्ञानमा चाहिँ रूपान्तरण गर्ने कार्य चाहिँ एउटा यौगिक कार्य चाहिँ गर्नुभयो भन्ने कुरा चाहिँ हामीले यहाँ बुझ्नुपर्छ। र माछा खसेर सिद्ध भएको तीर्थ फणिकेश्वर वितराग भयो भनिएको छ। अब हामीले यो मैले यो भन्दा बढी भन्नु पर्दैन होला जस्तो लाग्छ। यो मत्स्य मण्डलको आकार लिएर सिद्ध भएको छ पनि भनिएको छ। त्यसकारण अब यहाँ के अभ्यास भयो भन्ने कुरा पनि थाहा सजिलै पाउने कुरा भयो। भोट साहित्यहरूमा यसलाई चाहिँ याङ्लेसो भनिएको छ र यहाँ वज्रकीलयको साधना गरिएको भनेर उल्लेख गरिएको छ। र वज्रकीलयको साधना पक्कै पनि महत्त्वपूर्ण एउटा साधना भएको होला र त्यहाँनिरको बोधिसत्वमा सर्वनिर्वाण विस्कम्बी बोधिसत्व मेला लाग्ने दिन भनेको आश्विन शुक्ल पञ्चमी पीठ वज्र योगिनी भइहाल्यो। स्नान गर्दाखेरि कपुर र पातीले तीर्थ चाहिँ सहस्रधार तीर्थ तलतिरको जुन पानी भएको ठाउँहरू छ त्यहाँ चाहिँ माछाहरू पनि छन् र दान गर्दाखेरि चाहिँ माछा दान
दिने भन्ने छ। सायद यसले मैले अलिअलि भन्न सफल भएँ होला जस्तो लाग्छ। तपाईहरुले सुनिदिनु भयो। यहाँहरुलाई धेरै धेरै धन्यवाद। म फेरि अर्को वितरकको बारेमा पक्कै पनि अर्को भिडियो ल्याएर आउनेछु। त्यतिन्जेलसम्मको लागि बिदा दिनुस्। भवतु सर्वमङ्गलम्।